गाइस तपाईहरुलाई स्वागत छ मेरो आरकेएम भ्लग्समा। मैले चाहिँ पहिलोचोटि यो भ्लग बनाउन गइरहेको छु। भ्लग चाहिँ कहाँसम्म रहेको छ भने हाम्रो गाउँमा पानी बिग्रेको हुनाले हामी पानी लिन खोलामा जाँदै छौं। यो हाम्रो गाउँ चाहिँ यही गाउँमा चाहिँ पानी बिग्रेकाले हामी खोलामा पानी लिन जाँदै छौं। ल यो गाउँ चाहिँ देखिसक्नुभयो। हामी चाहिँ यस्तै टाढा छ के यहाँ हामी त्यो पानी ल्याउने ठाउँ चाहिँ माथि खोलामा डाँडामा हो। अब हामी हिँड्दै छौं के रे। हामी कहाँ जाने हो रे? अझै पुग्न गाइस हामीलाई चाहिँ 2-3 घण्टा लाग्छ। पहिले चाहिँ हामी टावरमा पुग्नु पर्छ पहिले चाहिँ। अब त्यो टावरमा पुगेपछि त्यहाँदेखि यहाँ चाहिँ माथि जाने हो। गाइस हिँड्नाले मेरो मुखमा पुरै पानी नै आइसक्यो। पानी के पसिना आइसक्यो। पछि हामीहरू यहाँ अहिले त च्याउ फलेको छैन। पछि हामी यही जङ्गलमा च्याउ लिन आन्छौँ के। चाहिँ यहाँ फोटो खिच्न लागि रुकेको छौँ। यहाँ चाहिँ यस्तो खतरा भ्यू छ नि फोटो खिच्न लागि। पुरै तलतिर पुरै डाँडा काँडा र तलतिर पुरै भ्यू हेर्नु। अब चाहिँ हामी 2-4 वटा फोटो खिचेर यहाँ चाहिँ माथितिर जाँदैछौँ। चाहिँ यहाँ टावर हुने ठाउँ पनि पुगिसकेका छौँ। यो पछाडि छ टावर चाहिँ। यहाँबाट कनौरा खोला पुग्न चाहिँ धेरै टाइम लाग्छ। हामी हिँड्दैछौँ। यो तलबाट आएको यता त यिन चाहिँ चर्चा गएको थिएँ। यिनलाई पनि लग्न लाग्छ हामीले। या हामी अझै पनि पुगेको छैनौँ तर पानीको छिटा हान्छ कि यहाँ चाहिँ। अब घर फर्किने कि उता जाने भन्ने कुरा भइरहेछ। कहाँ जाने हो भन न। घर नजाऊँ के। अझै पुग्न हामीलाई त्यहाँ जानुपर्छ। त्यो खोला देखेको छ नि त्यहाँ चाहिँ माथितिर जानुपर्छ अरे। आधी घण्टा लाग्छ अरे। यसले चाहिँ तिमीले टिम लाग्छन्। खै खोलेर देखा त भाइ। ढुकै फाला। तिमीलो यता मिठो हुन्छ। कति मिठो छ भाइ? एकदम दामी। तिन त्यहाँ रुखै खाएको छ नि। हेर्नु तल कस्तो भिड छ। अहिले लोड्न पनि सक्छन्। नामै खसी डला कुइजा भएर हम जो गाइजु त्यहाँ 2-4 वटा डाँडा काटेर आएको। धेरै टाढाबाट हिँड्छौँ। अझै पनि पुगेको छैनौँ। ए केटाहरू चाहिँ यहाँ थगान मारिरहन् मजाले बसिरहेछन्। हाइ गर न यार। हम चाहिँ अहिले ठाडै माथि गइरहेछौँ। पुरै यहाँ चाहिँ धो भइरहेछ होइन। हिँड्दाखेरि यहाँ अब यस्तै हो गाउँतिर होइन। पुरै तलतिर यहाँबाट लोट्यो भने सिधै तलतिर गुल्टिँदै हो। अब त्यही भएर समार गरेर हिँड्नुपर्छ। हो हाँगा नबाच्न। के गर्ने बाटो टेकेर हिँड्ने हो। मेरो लागि पनि भान्थ्यो न। पानी जाने चाहिँ पाइप चाहिँ यहीँ तलबाट गएको छ अरे। यिनीहरू यहीँ पहिला ड्रम बनाउन आउँदाखेरि यहाँ आगो बाल्ने यहीँ बस्ने पाइपहरू खन्ने गर्थ्यो अरे। यही हो अरे पाइप। यहाँ देखिरहेछ पहिलाको पाइप यही हो अरे। यहाँबाट गाडेछन्। पाइप चेक गर्न लागि त्यहाँबाट गएको छन्। हामी चाहिँ यहीँ माथि रोडै गइरहेछौँ। तिनी पाइप हेर्छु भनिरहेको छन् के अरे। यही हो पाइप। माथितिर गयो कि तलतिर गयो? तलतिर गयो। यी पाइप चाहिँ यही हो। तिनी चाहिँ यहाँ भिरबाट गइरहेछन्। हामी चाहिँ यता रोडबाट गइरहेछौँ। ए हेर पाइप होइन तिनी लोड्न सक्छन् है। पानी आछ कि नै सुनिरहेछन् तिनले चाहिँ। पानी आछ? यो भाइ चाहिँ पागल भइसक्यो होइन। उसलाई लोटाउन अब त पुरै यहाँ पुरै माटो लडाइरहेछ। मै हो दादा भनिरहेछ यसले चाहिँ यहाँ। उन चाहिँ उता पासाङ लामो शेर्पा हिमाल चढेर यहाँ नेपालमा वर्ल्ड रेकर्ड राख्न चाहिरहन्। ऊ खन्डाछन् त्यहाँ। तिनी चाहिँ अब आउँदैछन् माथितिर होइन। जाऊ त्यही पाइपबाट जाऊ न। पाइपबाट उता पाल्तिर जाऊ न। सक्छौ? जाऊ न यार। चुटिन्न क्या पाइप। जाऊ। यहाँ पागलले के गरेर राजा हेर्नु त यहाँ। खोलामा त पुगेको छैनौँ होइन। यस्तै हिँड्दैछौँ। अब हामी खोलामा गएर हेर्छौँ पानी कहाँ छुटेछ। पानी हेरेर अब लगाने होला। राम्रो घरतिर जाने होला। पुरै अहिले चाहिँ 1-2 बजिसक्यो। अब खोलामा पुग्न कति टाइम लाग्छ। अब धेरै पनि छैन भनिरहेछन्। म चाहिँ पहिलोपटक आएको। ऊ साथीहरू चाहिँ पछाडि छन्। अझै त्यहाँ पारी कोप्चार यहाँबाट त देखेको छैन। त्यहाँ पुग्ने अरे ठुलै खोला आउँछ अरे। हामी बग्न पनि सक्छौँ। खोलामा पुग्न लागिसक्यौँ। यहाँबाट तलतिर अरे जाने। यहाँ साथीहरू चाहिँ गइसक्यो होइन। ऊ तल अरे यहीँ सुनिरहेछ क्या त्यो खोला चाहिँ। ऊ त्यहाँ देखिरहेछ। तपाईँहरूलाई त देखिन्न होला।
ऊ तल हो अब त्यहाँ पुगेर त्यो हेर्छौँ त्यहाँ छ हेर्नु पुरै ठुलो नै गइरहेछ आज हामी त पौडी खेल्ने भन्न आएको छौँ भिरबाट पनि हिँड्नुपर्छ अरे अब हामी हिँड्दै जाँदै गर्छौँ अब पुग्छौँ अब धेरै छैन पुगिसक्यौँ हामी चाहिँ हिँडेको 3 घन्टा 3.5 घन्टा हुन आइसक्यो अब पुग्छौँ अब पानी जोड्ने होला हाम्रो घरतिर जान अझै लाग्छ हामी त राति नै पुग्छौँ होला घर चाहिँ द्यालो काट्ने सिजन छ र यहाँ तल चाहिँ द्यालो काटिरहेको छ त्यहाँ चाहिँ द्यालो काटिरहेको छ यहाँ मान्छेहरूले आजकल अब लुतुपुतो फाल्ने हो होइन त्यही भएर यहाँ द्यालो काटिरहेको छन् अब लुतुपुतो पनि धेरै छैन अब यही साउनको 1 गतेबाट सुरु हुन्छ होइन यो उता पनि धेरैले चिरिरहेछन् होइन अब चाहिँ भिरभिरै जानुपर्ने भयो यता हेर्नु अब हिँड्दैछौँ होइन हाम्रो यहाँबाट म पनि हिँडिरहेको छु होइन यहाँ चाहिँ बाख्रा चराउँदो रहेछ नि यहाँ माथितिर यस्तो भिड छ क्या होइन यहाँबाट हिँड्नु त अलिकति लोट्यो भने 1 मिस गेम फिनिस भने जस्तै हो यहाँ त अब राम्रोसँग समार गरेर हिँड्नु पऱ्यो यस्तो छ यहाँ चाहिँ मान्छेले बाख्रा चराउनु ल्याउँछन् यहाँ बाख्रा चाहिँ देख्न सकिन्छ यहाँबाट गएर चाहिँ खोला पुग्न चाहिँ टाइम लाग्छ यता खनेको दिएको छ नि यो यही वहाँ हो अरे पाइप गाडेको पाइप लाइन चाहिँ यही हो अरे त्यही हो गाउँतिर होइन यस्तै हिँड्नुपर्छ यति नगरे त पानी खान नपाइने भयो होइन त्यही पनि मूल त जागे हुन्छ तर पछि चाहिँ मूल हुन्न त्यही भएर यो गर्न लागि यहाँबाट चाहिँ तलतिर छरिँदै जाने रे तलसम्म यिनीहरू चाहिँ यहाँ गइरहेछ नि यहाँ यसले त डरै नमानेर गइरहेछ अब म पनि जाँदैछु होइन हो अब म चाहिँ लोड्न सक्छु होइन यहाँ त यस्तो अप्ठ्यारो छ कि बाटो केटाहरू चाहिँ गइसक्यो होइन अब मेरो पाल छ यहाँबाट जान उनी चाहिँ डाँडामा बसिरहेको छ नि यहाँ बिन्दास छ म पनि यहाँबाट झर्न आइसक्यो होइन यस्तै हो ओ ढुङ्गा नफाल्न कसलाई चोट लाग्छ तँलाई पाइप खने चाहिँ धेरै भएको छैन यहाँ हेर्न सक्नुहुन्छ यस्तोरी खने रहेछ नि यहाँ यस्तो अप्ठ्यारो बाटोमा पाइप खनेर गाडेछन् क्या हामी चाहिँ पाइप खने ठाउँदेखि यस्तै बाटो छ सजिलो त्यही भएर बाटोबाट हिँड्दा छौँ भिड छ हेर्नु म चाहिँ यहाँ हिँड्दैछु यहाँ भिरमा यसरी हिँड्न चाहिँ लास्टै गाह्रो हुन्छ यहाँ यिनीहरू त हिँडिरहेको छन् होइन म पनि अब पुग्न पनि धेरै छैन खोला चाहिँ यहाँ तल छ तर हामी चाहिँ जाने माथि हो माथि पुग्नुपर्छ माथि छ अरे पाइपको ड्याम चाहिँ हामी त्यही पुग्छौँ त्यो ठाउँमा बसिरहेको छु उनले चाहिँ यहाँ पाइप लुगाइरहेछन् फेरि काटिदिन्छन् गरे क्या अरूले त्यही भएर यहाँ पाइप लुगाइरहेको छन् अर्को चाहिँ यहाँ तल त्यो झिन्डिरहेको छ त्यो चाहिँ बाँदरभन्दा कम छैन होइन यो बाँदरभन्दा त कम त छैन यो पनि हामीहरू अर्को भिडमा आइसक्यौँ होइन यहाँबाट लोट्यो भने सिधै तल देखिरहेको छ नि खोला हो त्यहीँ हो क्या जाने अलि अप्ठ्यारो नै छ यो बाटो त्यही पनि अब हिँड्दैछौँ हामीहरू तर यस्तोमा चाहिँ के गरेर खनेर पाइप गाड्यो होला नि क्या यस्तो अप्ठ्यारो छ नि बाटो यहाँदेखि लोट्यो भने सिधै तल हो गारमा एउटा पछाडि पनि छ चाहिँ यस्तो भिडमा हिँडिरहेछन् उनलाई चाहिँ केही डर पनि लाग्दैन उनी त पुरै ठुलै मान्छे हो होइन यता हिँडी बानी परेको 12 दिनसम्म यहीँ बसेर काम गऱ्यो भने चाहिँ अब कस्तो होला उनी पनि केही त कम छैन उनी जुन लेखमा गएर आउँछ नि चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो छ हालत अब म चाहिँ हिँड्नु पऱ्यो उसले चाहिँ 12 दिनसम्म यहीँ बसेर काम गर्दा चाहिँ त्यो निलो टिन छ नि घर हो त्यहाँ बसेर काम गर्थ्यो अरे त्यहीँ बस्ने त्यहीँ खाने हाम्रो तल हाम्रो खोलामा आएर यही घरमा बसेर पुरै त्यो गर्थ्यो अरे काम गरेर पुरै पाइपहरू गाड्ने यस्तै 12 दिनसम्म बसेको अरे क्या यहाँ चाहिँ माथि झरना छ है झरना हाम्रो चाहिँ यतातिर छौरो भन्ने गर्छ नि त्यहाँ चाहिँ माथि झरना छ यस्तो खतरा छ नि त्यहाँ झरना तर त्यहाँ पुग्न चाहिँ असम्भवै छ होइन हिँड्नुपर्छ धेरै अब यहाँ खोलामा पनि पुग्न आइसक्यौँ अब डममा गएर टक्क पानी सानी गराउने होला सर न त्यो माथि आफ्नो छ अरे आजकल चाहिँ पानी नआएर चाहिँ यहाँ छोरो आएको छैन त्यसपछि ठुलै आउँछ अरे यो पनि एउटा छोरो नै हो छोरो भन्नाले झरनाकै झरना नै हो
आजकल चाहिँ पानी आएन, अब 2-4 दिनपछि ठुलो पानी आयो भने झर्ना आउँछ होला। गाइस पानी घट्ट रहेको छ, तपाईँहरूले देख्नु भएको छ कि यहाँ पानी घट्ट छ, हेर्नुहोस् यता पानी घट्ट चाहिँ खतरा छ क्या। तपाईँलाई म भित्र गएर देखाउँछु एकैछिन रोकिन है। यी पानी घट्टको यहाँदेखि पानी जान्छ होइन, यस्तो ठाउँ छ, यहाँदेखि पानी गएर यता यस्तो पानी जान्छ, ऊ माथिदेखि पानी ल्याउँछन्। यी घट्ट चाहिँ देख्न सक्नुहुन्छ, ऊ यस्तो छ हेर्नु। चाहिँ काठको पुल छ, तर उनले चाहिँ काठको पुलबाट नगएर चाहिँ यता भेरी तर्छु भन्ने सोचले गइरहेको छन् होइन। यी अब ठुलो नै आएको छैन भेरी, यो काठको पुल म चाहिँ अलि काठको पुलदेखि नै गइरहेको छु। अब यिनीहरू त त्यत्तिकै भेरी नै एक तर्दिन्छ भन्ने धेरै त खासै ठुलो त आएको छैन, खासै पानी त परेको छैन होइन। आजकल त्यही भएर सानसानै छ भेरी, त्यही भएर यिनीहरू चाहिँ यस्तै तरिरहन्। अझै माथि डम हुने ठाउँमा जाँदैछ हामीहरू। अब डममा पुगेर त्यो गरौँला। अनि मान्छे गइरहेको छन्। अब त हामी डममा पुगिसक्यौँ, अब धेरै छैन, अब थोरैमा देख्न सक्नुहुन्छ हामी डममा पुगिसक्यौँ। अब धेरै छैन क्या, हेर्ने पनि पुगिसक्यौँ क्या। ए डम यहाँ रहेछ क्या, आज म पहिलोचोटि आएँ होइन। त्यो बनाएको पनि धेरै भएको छैन, 1 महिना पनि हुन लाग्छ छैन, तर पानी चाहिँ बिग्रिसक्यो होइन। त्यही भएर हामी यहाँ पानी बनाउनलाई आएको। यो ड्याम चाहिँ यस्तो बनाएर रहेछ नि, यहाँ ठिकै छ, यहाँ गेट नै लगाएको छैनन्, त्यही भएर पनि हुनसक्छ यहाँ ढकन पनि लगाएको छैन। नेताको मान्छेहरूले बिहा दिन सक्छन् होइन। हामी चाहिँ 4 घन्टा लगाएर यहाँ ठाउँमा पुगिसक्यौँ होइन। अब यहाँ पानी बनाएर घर पानी यस्तो पानी आइरहेको छ यहाँ त। हामीलाई घर पुग्नु चाहिँ टाइम लाग्न सक्छ। यो डम चाहिँ यस्तो रहेको रहेछ यहाँ। हेर्नु पानी त रहेछ, तर किन आउँदैन पानी? उता पानी आउँदैन, यो पानी चाहिँ उताबाट पानी आन्न, यहाँ चाहिँ पानी बुझ्दै खायो। अब हामीले यो गराउनु पऱ्यो होइन। हामी सबै सानो छौँ क्या, अब बनाउन त सक्छौँ नै, त्यही पनि बनाउने कोसिस गर्छौँ। यहाँ यस्तो रहेको छ। अब पानी बनाएर अब घरतिर जाने होला, टाइम लाग्छ अझै। हामी त राति नै पुग्न सक्छौँ घर त। लेउ लागेको रहेछ पाइपमा, त्यही भएर पानी गएको छैन, त्यही भएर पानी चाहिँ यो त्यो लेउहरू तानिरहेको छन्। अब यहाँ ड्रममा नै पानी आएको छैन, यो पाइप छ माथिबाट, यहाँ माथि पाइप छ, त्यही भएर यहाँबाट हामी माथि गएर अझै पाइप बनाएर आएर त्यहाँबाट बसी यहाँ यो ढकन लाने होला। ढकन लाएर त्यहाँबाट हामीहरू पानी जान्छ कि जाँदैन थाहा छैन, तर हामी बनाउने कोसिस गर्छौँ। अब यही हो। यहाँ चाहिँ गेटमा यो बाँदर जस्तो मान्छे झुन्डिरहेको छ गेटमा। यहाँ चाहिँ पानी यो ड्याममा चाहिँ नि योमा चाहिँ पानी भरिरहेको छ, तर यो पाइपदेखि पानी नै यता आइरहेन क्या। यहाँ यो पाइपदेखि पानी नै आइरहेन यहाँ, यो भने यहाँ भरेछ यस्तरी पानी किन योमा आउँदै आइरहेन। अब के गर्ने, अब हामीले त सोच्नु। यसको चाहिँ नि सुरुवालको जो टाँग चुटेर यस्तो डोराले बाँधिरहेको छ क्या। टाँग चुटेर सुरुवाल छरेर यस्तो यो केको जरा त थाहा त छैन, तर यस्तो जराले बाँधिरहेको छ क्या। अब के गर्नु पऱ्यो, अब यो बाटो सुरुवाल लाएर नजाने अरे यस्तो डोराले बाँधिरहेको छ यसले। भोक लागिरहेको छ नि गाई, त्यही हामीले नि आरू खाइरहेको छौँ क्या बिहानबाट होइन। यहाँ केही नखाएर पुरै यहाँ आरू खाइरहेको छौँ, सबले आरू खाइरहेको छन् क्या यहाँ। यस्तो भोक लाएर अहिले चाहिँ चाउचाउ खाइरहेको छौँ। यो सबैले एक-एकवटा पिरो चाउचाउ खाइरहेको, पानी त छैन, त्यही पनि यस्तो पिरो भइरहेछ। अब बिहान भात खाएर अहिले चाउचाउ खाइरहेको छौँ। यही हो। अघि तपाईँहरूलाई मैले हाम्रो गाउँ भनेर देखाएको थिएँ नि, ऊ यहाँ तल हो क्या। पुरै अहिले त पुरै बादल नै बादल लागेको छ क्या। हाम्रो गाउँतिर कुहिरो भन्छन् होइन, पुरै बादल नै बादल लाग्छ। अहिले त केही गाउँ पनि देखेको छैन। र गाइज यहाँ चाहिँ यस्तो खतरा भ्यू छ नि, यहाँ पछाडि बाख्राहरू चलाउँछन् होइन। यता चाहिँ भैँसी चराइरहेको छ नि, त्यहाँबाट यता चाहिँ बाख्राहरू होइन। पुरै यतातिरै साथीहरू पनि घुमिरहेको छन् होइन यिनीहरू। अब यहाँ पर ताल पनि छ। मिनट छ ती हेर्नु, पछाडि बाख्राहरू छन् होइन, भेडा पनि छन् क्या। भेडा यहाँ चाहिँ होइन गाइज होइन, यहाँ चाहिँ साउनको महिनामा साउनी पनि मनाइन्छ। यहाँ चाहिँ धेरै 100-200 सारहरू काट्छन्। यहाँ चाहिँ मन्दिर छ, तपाईँलाई देखाउँछु म रोकिन है। मन्दिर चाहिँ यही हो होइन, ढोका लाएर रहेछ यहाँ भित्र त देखाउन सकिनँ। यी पछाडि भ्यू हेर्नु यस्तो खतरा छ कि नि। जो ताल भन्दा थियो नि त्यो त यहीँमा हो, यता भ्यूहरू छ होइन। ताल चाहिँ रोकिन है, देखो त चाल चाहिँ यहाँ छ। यी ताल चाहिँ हो, तर यो भैँसीले खेल्ने ताल हो, तर मान्छेहरूले खेल्न मिल्दैन। त माथि आकाशदेखि पानी परेर जम्मा भएको पानी, यहाँ मूलसुल केही पनि काहीँ पनि छैन। त्यो अघिको चाहिँ हामीले माथिबाट पानी लगाएको थियौँ, त्यो सब यो डममा आउँछ र यो डममा पुरै स्टोर भएर जम्मा भएर पुरै ऊ त्यहाँ
हाम्रो तल गाउँमा जान्छ। अहिले त पानी चाहिँ आइरहेछ होइन, त्यही खुसी लाग्यो। अहिले पुगेको छौँ, रात पर्न पनि लागिसक्यो। यो जङ्गल छ पछाडि, पुरै जङ्गलै जङ्गल छ होइन, जङ्गलमा छ डम चाहिँ। यो पानी चाहिँ आएको छ है तल, पानी आइरहेछ। यो डम चाहिँ ठुलो छ डम चाहिँ, यहाँ चाहिँ खोल्न मिल्ने भए देखाइदिन्थेँ। यो ठुलो छ डम। भ्लग यति नै रह्यो र अर्को भ्लगमा भेटौँला, बाई। यहाँ चाहिँ नस्पतिको रुख छ होइन, यिनीहरू चाहिँ नस्पति खाइरहेको छ। यिनीहरू यत्रो झारेछन् कि नस्पति, यिनीहरूले नस्पति झारेछन् क्या पुरै हेर, यत्रो धेरै नस्पति छ नि। ह्यान्ने हेर्नुहोस्, ह्यान्ने रुखमा ओ नझारकै चाहिँ यो दाउरा लोटाउन लगाइरहेको छ। हेर्नु त्यो पागल भन्दा नि कम छैन। यी भाँच्योकै वा ओइ, त्यो चाहिँ मर्न सक्छ है, या त पुरै चकचक गरेर आएको छ होइन। ओ छोड्दै भयो यता, तल जाने होइन माथि जाने हो। छिटो आइज भाइ।